अफिसियल कन्फर्मेसन यहाँ डकले हामीलाई दिँदैछन् अनि आएको छ हो र स्पोर्ट्सको नाम हो र स्पोर्ट्स आजको दिनमा राम्रो खेलिरहेको छ फोरेम्बी गेम नै खेलेको छैन P90 को यो ब्याटल लेट्स सी सुरुवाती एलिमिनेसन पोइन्ट कसले निकाल्ने त फोरेम्बीको टिम चाहन्छ अपोनेन्टले खुलेर खेलोस् उनीहरू चाहँदैनन् कसैले पनि कहीबाट टिपी एंगल लिएर बसेर खेलेको हेर्नलाई त्यो बीचमा बोरोलाई पहिला डाउन निकालियो नो फियरलाई पनि डाउन निकालियो दुई एलिमिनेसन निकाल्यो त्यसो प्लेयरलाई पनि डाउन निकालियो 0-3 को यो केटाहरुलाई ह्याङ्गर कस्तो छ नि थाहा छैन एटलिस्ट फोरेम्बी 3 चोटी त खेलेको छ यही म्याचमा टिडीएम खेलेको छ अब हाम्रो साथीहरु प्र्याक्टिस गरेका छन् छैनन् उनीहरुलाई कुन कुनाबाट हान्न मिल्छ र कहाँबाट देखिन्छ मान्छे भन्ने पनि थाहा नभएको हुन सक्छ सिरियली भन्दै छु वाउ खेलाएको केटाहरुले गर्थे होला कि 6-4 कहानी सायद एक लट अब थाहा पाइयो होला यताबाट निक्लिँदो रहेछन् प्लेयरहरू भनेर बेला बेला त कहाँबाट निक्लिन्छन् भन्ने यो वाउ खेल्दा हुन्छ कि कहिलेकाहीँ फ्याट्ट वाउ खेल्न कसैले बोलाउँछन् अनि गयो कुन म्याप लगाउँछन् कहाँ हुन्छ अपोनेन्ट पनि थाहा पाइँदैन एक लट खानुपर्छ भने थाहा हुन्छ बट केटाहरूले बिस्तारै कमब्याक देखाउँदैछन् 8-8 पुगिसक्यो कहानी ओके नो फियर कहाँ छ प्लेयर पनि थाहा पाएको थिएन अब कतैबाट सर्ट आएको रहेछ धन्न त्यहाँ आखै अगाडि मलिकको मिस्टर बोरोडले त्यहाँ थाहा छ मलिकलाई प्लेयर छ भन्ने मलिकले पनि खाँदैछन् अगाडि पछाडिबाट सर्ट 9-11 को लिड फोरेम्बीसँग फोरेम्बी लड्ने प्लेयर चाहियो भनेर भन्दै थियो उनीहरू त बोरो अगाडिपट्टि ओ मिस्टर मलिक रहेका थिए अगाडिपट्टि उनलाई टेक डाउन गर्यो ओ राम्रो 1v1 त्यहाँ नो फियरको पुरै नो फियरले जिगल भन्दै जिगल दिएर त्यहाँ डाउन गरे कभरमा पनि आए ड्यामेज देऊ भित्र आऊ फुल पावर चित्र बनाए उनले सरर लेफ्ट राइट समानान्तर रेखा भन्दै यहाँ बनाएका थिए बट यता लिड लिएको छ र स्पोर्ट्सको टिमले जम्प गर्दै बिचमा पुगे लिडलाई बराबर गर्ने कोसिस यहाँ चल्दैछ फोरेम्बीको साइडबाट ओ के थियो यो एपेक्सको साइडबाट एपेक्सले 3 एलिमिनेसन मात्रै निकालेको छन् भाइ तपाईँ जोसमा त छन् के केटाहरू जोसमा रोकिने त होइन फुल पावर अगाडिपट्टि जाने हो फुल पावर हान्ने हो 19-19 क्लोज चल्दैछ $200 को लागि यो ब्याटल फोरेम्बीले च्यालेन्ज गरेको थियो ओरलाई ओ स्काई 1v1 हार्न पुगे त्यहाँ P90 हो सबैभन्दा पहिलो हेड कसले कनेक्ट गर्छ त्यसले जित्यो मस्टली त त्यही नै हुन्छ होला हामी त्यही एटलिस्ट भन्ने गर्छौँ अब लोड आउट एन्ड अल नहुने हुँदाखेरि प्लेयरहरू स्कारएल र होलोग्राफीमा खेल्न बाध्य हुने भएको भएर पनि सब P90 मा गएको रे भनेर चाहिँ प्लेयरहरू सुनाइरहेको हुन्छ तब हामी भन्छौँ एम्पर खेल न अझै मजा आउँछ नि त भनेर जब हामी भनिरहेको हुन्छौँ डक जान्थे फाइट लिनको लागि त्यो एलिमिनेसन निस्क्यो 1 को लिड अझै पनि फोरेम्बीको टिमसँग रहेको छ होरो स्पोर्ट्सका प्लेयरहरू खुल्ला साँड जस्तै हुरुरुरुरु अगाडि चाहिँ जाँदैछ अरे एटलिस्ट यो कुरा चाहिँ उनीहरूले गरिरहेको छन् कसैलाई कुरेको छैनन् झ्याममा हुरुरुरुरु अगाडिपट्टि थाहा भए पनि नभए पनि कहाँबाट आउँछ कहाँबाट आउँदैन भन्ने थाहा भए पनि नभए पनि केटाहरू अगाडि गइरहेको छन् होरोले लिड लिएको छ त्यो बीचमा फोरेम्बी बराबर गर्न खोजिरहेको छ स्काई लास्टको 1-2 गोली सायद त्यहाँ लाग्यो अझै पनि होरो स्पोर्ट्ससँग लिड चाहिँ रहेको छ भाइ तपाईँ लिड अझै पनि रहेको छ 3 को लिड रहेको छ डकलाई नक निकाल्ने डकलाई फिनिश गर्ने अपर्च्युनिटी रहेको थियो नो फियर गर्न भए एसपी उनको कम छ ट्रेड गरियो राम्रो ट्रेड 4 को लिड $200 को सवाल छ आयो त्यहाँ एउटा प्लेयरले पिन गर्यो अर्को प्लेयर आउँछन् त्यहाँ जोसमा लिड त धेरैको बनाइसक्यो यहाँ होरो स्पोर्ट्सको टिम 7 को लिड बनाएको छ पछाडि त केटाहरू बस्दैनन् होला हुरुरुरु आउने नो फियरलाई पठाइएको छ नो फियरलाई पठाइयो लिड घटाउँदैछ यहाँ फोरेम्बी मलिक हार्न पुगे लिड 4 मा आइसक्यो 7 को लिड रहेको थियो 7 को होइन 3 मा पुगेको कहाँले पिस्तोल खायो मिस्टर बोरोले स्काई जाँदैछन् स्काईलाई फिनिश गरियो एक त एलिमिनेसन निस्क्यो एक को लिड नर्भस 30 यो त 37 ओ 38 मा फाइनली त्यहाँ स्काईले नक निकालेका छन् इनफ्याक्ट फिनिश नै गर्ने हो नक त कहाँ हुने र मिस्टर बोरो ओ पिक गर्न चाहन्थे ड्यामेज दिएका थिए पछाडिबाट सट आयो धन्न टाइममा कभरमा आउन भ्याए 36-38 को कहानी अलिकति सम्हाल्नु होला साथीहरू 2 पोइन्ट मात्र हो अगाडिपट्टिको टिमलाई 4 छ डुओमा राम्रो 1v1 मलिकले जित्छन् अन्तिम प्लेयरलाई चट्टु गर्ने थियो बट उनलाई रोकिन्छ नो फियर फाइनली ल्यान्ड गर्छन् अनि द च्यालेन्जर फर मिराकल वाइबलाई होरो स्पोर्ट्सले ह्याङ्गरमा शान्त बनाउँछ आयो $200 स्काई भोक लागेको के छ अब खाइदेऊ अझै बस भन्छ नो फियर उठेर जान्छ एडमिनले अझै बस भन्छ